सम्माननीय सभामुख महोदय, माननीयज्यूहरूले जुन सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ यसमा आफ्नो भनाइ राख्दैछु। सायद यति चासो पहिले नै राखिदिनु भएको भए आज यो सरकारले पक्कै यो जिम्मेवारी उठाउनु पर्दैन थियो। एकजना पूर्ववक्ता मान्यज्यूले सुकुम्बासी बस्ती खाली गराउँदाको दिन इतिहासकै अमानवीय घटना भएको दिनको रूपमा चित्रित गर्नुभयो। तर त्यो दिन सुकुम्बासी बनाइएकाहरूलाई 35 वर्षको खिल निकालेको दिनको रूपमा उहाँले बुझ्नु भएन जस्तो लाग्छ। खिल निकाल्दा नहुनुपर्ने कुराहरू केही भए त्यसको दोष सरकारले लिन्छ, तर 35 वर्षको दोष कसले लिने? अहिले सरकारले लाल पूर्जा बाँड्दा जस लिन खोज्ने मान्यज्यूहरूले काम गर्न नसकेकोमा चाहिँ माफी माग्ने कि नमाग्ने? सरकारले अहिले गरिरहेको काम सुकुम्बासी व्यवस्थापन मात्रै होइन, सुकुम्बासीको नाम बेचेर खाने अनि तिनैलाई लुट्ने, ठग्ने र राजनीति गर्नेहरूबाट वास्तविक सुकुम्बासीहरूको उद्धार हो। यो जब वर्षौंदेखि लाल पूर्जाको पर्खाइमा बसेका सक्कली सुकुम्बासीलाई सरकारले लाल पूर्जा उपलब्ध गराउन सुरु गर्छ, तब बिचौलिया, भूमाफिया, अतिक्रमणकारीहरू आफै भाग्छन् या आत्मसमर्पण गर्छन्। सुकुम्बासीको नाममा राजनीति गर्नेहरूको रोइलो पनि तब बन्द हुन्छ। यथार्थमा सुकुम्बासी समस्या होइन, सुकुम्बासीका नाममा राजनीति गर्नेहरू हुन्। अब कसैको राजनीतिक स्वार्थ पूरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले मोल्न सक्दैन। सरकार सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउन पक्कै प्रतिबद्ध छ। जोखिम रहित व्यवस्थापन हरेक नागरिकको अधिकार हो। एउटा कुरा सरकारबाट गल्ती भएकै हो, त्यो थियो खोलाबाट लगेर खोलामा राखिनु। हामीले देखेका छौँ सुकुम्बासी बनेर ललिता निवास कृत्य गरेको, कोही परिवारलाई सुकुम्बासी बनाएर जग्गा हडपेको, सक्कली सुकुम्बासी त्रिपालमा नक्कली सुकुम्बासी संसदमा छिरेको पनि देख्यौँ। सुनका लट्ठा भिरी ब्रासलेट सुटबुट लगाई प्राडोबाट झरेर सुकुम्बासी आन्दोलनमा भाग लिई भूमाफियासँग लुसुक्क 5 तारे होटलमा छिरेर पार्टी गरेर निजी महलमा सुत्ने नक्कली सुकुम्बासी वास्तवमा असली सुकुम्बासीका दुश्मन हुन्। रासपाको प्रतिबद्धता पत्रमा समेत उल्लेख रहेको विषय र यसमा सरकारले काम गरिरहेकाले यो जरुरी सार्वजनिक महत्त्वको विषय आज सदनका लागि खासै महत्त्व राख्दैन। धन्यवाद।